यो है सरप्राइज तर थाहा छैन मलाई हेलो 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 सरप्राइज सरप्राइज ल के यस्तो मेरो बुढा त हेरे के यस्तो ल अब फर्स्टमा त्यो माथि राखेको गिफ्ट खोलेर श्री गणेश गर्नु ल तल बस्नु न बसेर ए पुरा बसेर श्री गणेश 41 वर्ष पुरा भएर 42 वर्ष लाग्नु भएको छ त्यही भएर मैले चाहिँ 42वटा गिफ्ट ठिक पारेर चाहिँ 3-4 दिनको मेहनत हो भात पकाउन छोडी आमाले भात पकाउन लगाएर रितिसाको बाबा ह्याप्पी बर्थडे रे एकछिन पहिला गेस गर्नु त के हो ट्राई कैँची दिन त आमा त्यहाँबाट ऊ त्यो कैँची दिन त खोल्न सजिलो हुन्छ गराउँछ जुत्ता हो कि जुत्ता होइन होला हाम्रो आमालाई थाहा छ अनि होइन होला भन्नुहुन्छ कस्तो कुरा नउस्काउनु न मैले होइन होला भने त नि मैले दिए होइन दिएँ मेरो बुढालाई मनपर्छ जे भयो नि यो गिफ्ट खोल्दा खोल्दा 2 बज्छ आज ला उल्टोबाट भएछ नि त उल्टो भएछ नि त त्यसलाई घोप्ट्याउनु त अनि सर्लक्क उचाल्नु त होइन काटु नै झिक्नु न यसो हल्का झिक्ने त्यो गर्नै पर्दैन सरर झिक्नु न माथिबाट सर्लक्क काटु नउचालेर ऊ त्यहाँ अड्दै चाहिँ बिस्तारै बिस्तारै ल यो पनि उल्टो रहेछ ल जय श्री ओम गणपताय नमः आज मङ्गलबारको दिन परेको भएर श्री गणेश गणेशाय नमः नम्बर 1 गिफ्ट मन पर्यो मन पर्यो ल सरी ठुलो कार्टुन ठुलो गिफ्ट ठुलो गिफ्ट ठुलो कार्टुन ठुलो गिफ्ट खासमा त्यो एउटा चाहिँ यसभित्र नअटेर हो कि काट गर्दैन त्यो लागेन पान्न यजुर फाइबर लिमिटेडबाट आएको धागो गिफ्ट लिमिटेडबाट धागो आएको छ कि अब धागो व्यापारीलाई धागै गिफ्ट दिने त हो नि काट्नु साँच्चै यजुरबाट गिफ्ट आएको छ है यजुर फाइबरबाट मगाएको गिफ्ट हो यो हाँस्नु भयो त ठुलो छ यति आउँछ त्यहाँ अगाडि पढ्नु भएन 42 वर्ष पुरा भएको उपलक्ष्यमा 42वटा गिफ्ट मेरो तर्फबाट यसपालि मेरो बुढालाई खोल्ने सबै त्यो के हो भन्नु त ठुलै छ है होला कैँची चाहिँ सट गरिदिनु न छिटो हुन्छ ओ वाउ
उतापट्टिबाट थ्याङ्क यू ल मेरो बुढाले अस्ति मलाई पनि किनिदिनुहुन्थ्यो नि भन्नुभएको थियो किनिसकेको थिएँ क्या त्यो र त्यही भएर चुपचाप बस्यो मन पर्यो बेस्ट ल बेस्ट ठिक छ ल अब नेक्स्ट अब नेक्स्ट ठुल्ठुलै हेर्नु ठुल्ठुलो हेर्ने ओखर ओखर गुड गेस राम्रो छ त्यो अब अर्को ल खोल्नु 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 के होला जे भए होला त्यो चाहिँ बिस्तारै खोल्नु ल फुल ओपन यो चाहिँ अफिसको लागि ओहो ल मिस्टर ताराबहादुर श्रेष्ठ घडी होइन त्यो चाहिँ के हो भने पेन स्ट्यान्ड हो होइन पेन पनि राख्न मिल्ने कार्ड पनि राख्न मिल्ने डेटहरू पनि देखाउन मिल्ने अनि मन पर्यो एकदम राम्रो लाग्यो काममा एकदम युजफुल अफिसको लागि अफिसियल भनेको लेख्छ त्यो ट्यागको डेट बार घडी बार बर्थ अफ डेट डेट अफ बर्थ डेट अफ बर्थ ल ओके थ्याङ्क यू मन पर्यो अब अर्को खोली हेर्नु है सबै खोल्दै हेर्दै गर्न त्यो के होला मफलर टाइप के हो मफलर मफलर त मैले किनेकै छैन टी सर्ट हो त्यो चाहिँ सायद टी सर्ट जिम टी सर्ट होला है टी सर्ट हो अनि खोलेर हेर्नु त एकचोटि जिमको जस्तो लाग्यो मलाई जिम गर्दाखेरि लाउनलाई यस यस जिमवाला मन पर्यो अहिलेसम्म लगाएको थिएँ लाउनु होला यहाँ हाम्रो बजार अब अहिले फल्दैछ अहिले ठुलो छ अहिले त्यो खोलेको कागज चाहिँ बाहिर राख्नु ल त्यो के होला चप्पल खै खोल्नु त यो चाहिँ एकदम खाँचै थियो क्या यो चाहिँ एकदम आवश्यक थियो कि घरमा ल तपाईँ पनि मन पर्यो मन पर्यो मन परेको थ्याङ्क यू अझै बाबाको चप्पल बाबा चप्पल मैले काटेको सिड्युललाई चाहिँ कुद्दा कुद्दै अब के काजु गुड काजु एकदम पर्फेक्ट गेस खोल्नु खोल्नु के हो त्यो मैले बिर्सेछ नि के हो प्रायः सबै युजफुलै छ जस्तो लाग्छ है बुढो मलाई स्यान्डो स्यान्डो है मन पर्यो बाबा नाना अब अर्को बाबाको नाना त्यो पानीको बोतल कस्तो छ हेरी हेर्नु न पानीको बोतल त गेस राइट हो होइन तपाईँलाई एकदम मनपर्ने खालको बोतल हो क्या बाबाले त्यो चाहिँ मलाई सजिलो हुने हिसाबले लिएर आएर यो बोतल चाहिँ कलर चाहिँ तपाईँलाई कस्तो लाग्छ होइन भित्र तामा खोली हेर्नु त हेर्नु भित्र हेर्नु त भित्र हेर्नु न तामा तामा बाहिर चाहिँ माझ्न सजिलो होस् भनेर क्या म आफैलाई मार्दा मार्दा होइन फोहोर देख्दैन नि त मन पर्यो सक्नुहुन्छ यस कलर हेर्नु न एकचोटि कस्तो लाग्छ हुन त मैले ल्याएको सबै मन पराएर लाउनुहुन्छ है त्यही पनि झ्यापचुप तान्नु बेस्ट कलर
मन पर्यो कलर मन पर्यो मन परेको ठिक छ के होला त्यो गेस जुत्तै हुनुपर्यो जुत्ता त लिएको दुईटा जुत्ता त नहुनु पर्ने खै के भयो क्या जुत्ता आमा स्पोर्ट्स ल गेस गरेर ठिकै होला स्पोर्ट्स मन पर्यो राम्रो छ किन्न लाथे ठिकै होइन चाहिएकै भएर ल्याएको हो मैले किन्नै आवश्यकता अनुसार सबै कुरा हो ठिक छ ल मन पर्यो कलर ठिक छ साइजहरू चाहिँ यताउति भयो भने एकछिन गर्नुपर्छ होइन ए हेर्नु खोलेर के होला भन्नु त यो चाहिँ तपाईँले गेस गर्न सक्नुहुन्न होला मलाई चाहिँ होइन कोट हो होइन कोट त ऊ रोइदाले ल्याइहाल्यो नि यो चाहिँ ए ब्याग ल जिमको लागि है यो चाहिँ तपाईँ झोला बोकेर जानुहुन्छ अलिक चित्त बुझ्दैन थियो क्या मलाई यो चाहिँ जिमको लागि एउटा मात्र साइड उ भएको टक्क पछाडि बोकेर जानुलाई ब्याग स्पोर्ट्स ब्याग है यो चाहिँ मन पऱ्यो परेन मन पऱ्यो ब्याग मन पर्यो खोल्नु गेस अँ 3 दिनको मेहनत 1 घन्टामा साफ पारिदिन्छ पाइन्छ यो चाहिँ काट्नु पर्दैन एकदम साइज हेरेर ल्याएको राम्रो हुन्छ मन पर्यो छोरी यता आऊ न तिमी 34 हो होइन लम्बाइ पनि काट्नु पर्दैन क्या छोरा न दादालाई खोल्नु दियो अब यो के हो यो के हो टी-सर्ट नै हो त खोइ ट्राउजर पाइन्छ ट्राउजर ए ट्राउजर ल जिमको लागि ल मर्निङ बिहान गर्नुलाई एकदम राम्रो मन पर्यो त्यो त नहेर्नु न ट्याग स्याग नहेर्नु क्या किन ट्याग हेरेको होला ल अब त्यो चाहिँ के होला त त्यो चाहिँ अन्डरवेयर ल राखी पनि ठिकै हो अब त्यो चाहिँ के होला त मैले बिर्सिसकेँ के हो के होला ओ वाउ मेकअपकै सामान ल्याइदिए क्या यो चाहिँ वालेट पेन किरिङ है सेट त्यो चाहिँ पेन है स्पेसल पेन है मन पर्यो मन पर्यो अब त्यो चाहिँ के हो त जाऊ जाऊ सुसु गर्नु त हजुर सबै पर्फेक्ट छ उता जाऊ न पकेट डायरी यो चाहिँ एकदम आवश्यक है इम्पोर्टेन्ट ल यो चाहिँ अफिसमा कति धेरै फोन आउँछ फोन आउँदाखेरि धेरै एकदम पकेट डायरी ल ठिक छ बिर्सिने भएर अनि नोट गर्नुको लागि डायरी नमाने नि बाबा हेर्ला के हो यो उहाँ हेर त के हो नेचुरली बढ भन्न जानेर के हो यो के हो टी ग्रिन टी ह्याप्पी बर्थडे यसमा चाहिँ तातो बस्छ क्या ग्रिन टी खानलाई पानी तातो पनि बस्यो धुलो पनि नबस्यो त बेको भएको जाऊ न त जाऊ अब यति बाँकी छ
ल निकाल्नु गिफ्ट पनि ल फेरि ल त्यो के होला बर्थडे चक्लेट सेटमा बनाएको त्यही भएर छोरीले चक्लेट चक्लेट भन्थ्यो कार्ड त्यहाँ टाँसेको नि आमाको कार्ड उता टाँसेको त्यो खोजेको नि नभेट्यो त्यो स्पोर्ट्स कट्टु स्पोर्ट्स कस्तो होला ब्याडमिन्टनहरू खेल्दाखेरि सजिलो हुन्छ अब त्यो छोरीले दिने बाबाले खोल्ने ल के हो सर यो त्यो के होला पानीको फुलहरू पनि रितिसाको बोतल चाहिँ स्पोर्ट्स बोतल हो है जिम जाँदाखेरि टक्क ब्यागमा हाल्ने लाने बदाम राइट त्यो के होला त है पाइँदैन सक्स मजा बाबा मजा चक्लेटै चक्लेट छ चक्लेटै चक्लेट डिजाइनमा प्याक गरेछ है खोल्दा खोल्दा द्याट्स टी सर्ट केटिएम सिटीबाट एक्सर्साइजहरू गर्दाखेरि ठिक हुन्छ त्यो चाहिँ दिन्छ यो चाहिँ मेन्सको सनस्क्रिम हो है सनस्क्रिम घामबाट जोगाउँछ कालो केटा मान्छेले नै लाउने हो मेन नै लेखेको त्यसपछि त्यो सानो छ त सानो कन्फ्युज हुने भयो त है ठुल्ठुलो चाहिँ खोइसक्यो हो सबै ल के झोला हाले झोला के हाले त्यो चाहिँ किरिङ हो कि किरिङ हो यो चाहिँ किरिङ है यो चाहिँ प्यान्टमा झुन्ड्या भने हराउँदैन साँचो हराउँदैन कि यस क्याप क्याप त चिन्नुहुन्थ्यो नि म 100% थिएँ आमालाई नाम लगाइदिएको त त्यो चाहिँ पर्फ्युम त मैले किनेकै छैन घरमा भएको पर्फ्युम लगाएको छैन नि किन्नु त्यो चाहिँ हुनसक्छ है हो सेभिङ क्रिम किनभने घरमा जुन थियो त्यसको चाहिँ डेट एक्सपायर हुन लागेको छ क्या त्यो के होला है यहाँ पनि हेर्ने गर्नु न यस्तो झलक ओहो एकदम आवश्यक हो यो चाहिँ आवश्यकता प्योर लेदरको हो त्यो के हो एकदम स्पेसल अफिसको लागि युज हुने स्पेसल अफिसमा युज हुने बिस्तारै बिस्तारै गर्नु होला त्यो झर्छ तलको झन्डा रितिसाको झन्डा म नेपाली मन त मेरो नेपाली हो
त्यो चाहिँ के हो त यहाँ बस खिच्दा खिच्दै ब्याट्री सकेछ अब अर्को हाफ प्यान्ट रहेछ हाफ प्यान्ट गिफ्ट मन पर्यो मन पर्यो 3400 ट्याग नहेर्नु क्या साइज 34 ठिक छ किन रे पख एकछिन ल वाउ ल यो चाहिँ फेस वास मेनको धेरै धुलोमा हिँड्नुहुन्छ बाइकहरू चलाउनुहुन्छ यो चाहिँ के हो त के हो त वाउ ल थाहा पाइसक्नु भयो हो मैले किन्न सकेन बुढले किन्छ क्या हामीले किनेर लाउनु सक्दैन ला हेर्नु त तपाईँले कस्तो राम्रो देख्छ कि यो हो यो सुहाउँछ कि अरूभन्दा है त्यो अर्को चेप्टो भन्दा यो एकदम सुहाउँछ कि अब खोल्नु फेरि अँध्यारो देख्नुहुन्छ कि मलाई कति मनपर्छ तपाईँले यो लगाएको एकदम राम्रो है यो ठिक छ त्यतिकै हाल्दा नि अब धेरै छैन यति बाँकी छ ल अब त्यो चाहिँ के हो त पख है छोरी बाबालाई दियो हस् यति भद्रगोल भइसक्यो हेयर ओइल त्यति रे अब अर्को ल ठुलै पो निकाल्नु त यो के होला त मै कन्फ्युज भइसकेँ के हो यो चाहिँ मेरो बुढालाई एकदमै पोहोरदेखि नै एकदमै खोज्नु भएको यसको साउन्ड सिस्टम चाहिँ एकदम राम्रो छ मैले चेक गरेर लिएर आएको 3D मा छ डुङ 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 आउँछ हौ मन पर्यो एकदम रहर गर्नुभएको थियो कि यो चाहिँ पोहोरदेखि नै रहर गर्नुभएको थियो किनौँला भनेको थिएँ चक्लेट बाबाले जुम्बा खाइसक्नु लाग्छ अरे मेरो छोरी कति एक्साइटेड छ उहाँले निन्द्रा नै लागेको छैन टी-सर्ट केटिएम सिटीकै हो त्यो पनि त्यो चाहिँ के हो त यो चाहिँ सुज पोलिस हो है यो चाहिँ चेरी लिक्विडमा हो एकदम राम्रो हुन्छ अरे हामीले पनि लगाउँथ्यौँ पहिला स्कुलमा छोरी नछेक न के हो त्यो खोलिसकेर थाहा हुन्छ अब के हो विन्ड सिटर राम्रो छ चाहिरहेको थियो ढाका टोपी खोजिरहेको थियो ढाका टोपी ल हेर्नु त एकचोटि ढाकाको टोपी ठिक छ ठिक्क भयो क्या अलि राम्रो लाउ न अनि ठुलो भयो क्या हो ठुलो भयो हो थोरै ठुलो भयो जस्तो लाग्यो हो थोरै ठुलो भएछ यो साइज बनाउनु मिल्छ ढाकाको टोपी ल तर त्यो खोल्नु न के ढाङ्टो सुहाएन कि अनि अलिक ठुलो भएछ कि
ढाकाको टोपी ठुलो रहेछ टाई चाहिँ प्लेनमा छ है प्लेन टाईलाई ठिक छ सुहाउँछ तपाईँलाई यो कलर बाबाको अब एउटा बाँकी अब सक्यो लास्ट फिनिस्ड अब लास्ट एउटा बाँकी छ यो चाहिँ सबैभन्दा सानो छ कि सबैभन्दा सानो गिफ्ट हो के हो सरी लेख्नु कलम होला नि अर्थ भेटाएर साँच्ची पेन पनि त थियो त त्यही त रहन्छ होइन त्यो पेन होइन अर्को पेन पनि थियो बिस्तारै त्यो त सानो छ एकदम अब पेनै रहेछ त पाइलट पेन त्यही भेटाएको छ नि त्यही होइन एउटा अर्को अर्को एउटा नै हुनुपर्ने त थ्याङ्क यू सकेला फाइनल्ली थ्याङ्क यू फाइनल्ली मेरो 3 दिनको मेहनत होइन 3 दिनको मेहनत आधी घन्टामा चैट ल नानी पो बस्नु दिया त तपाईँलाई कस्तो लाग्यो बुढो एकदम खुसी लाग्यो एकदम राम्रो रिभ्यू खुट्टा दुख्यो गिफ्ट खोल्न सजिलो हुँदो रहेछ नमस्कार सबैजनामा गएको वैशाख 2 गते मेरो श्रीमानको जन्मदिनको अवसर पारेर जसले शुभकामना व्यक्त गर्नुभयो उहाँहरू सबैको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र मैले जुन यो भिडियो हालेँ हजुरहरूले जुन भिडियो हेर्नुभयो त्यो भिडियोमा मैले सबै गिफ्टहरू जुन जम्मा गरेर दिएको छु 42 वटा त्यसमा चाहिँ मलाई एक्लैले जुटाउन धेरै गाह्रो भएको थियो त्यसको लागि चाहिँ मलाई हाम्रो छत्रबाबु भाइ हुनुहुन्छ छत्रबाबु उहाँले चाहिँ धेरै हेल्प गर्नुभएको छ उहाँलाई चाहिँ एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु थ्याङ्क यू बाबु सधैँ भाउजूलाई यसरी नै हेल्प गर्नु होला है परेको बेला धन्यवाद थ्याङ्क यू एभ्रिवान